खानेपानीको ढलानमा जाँदाखेरि एउटा आँप खुवाएर दिनभरि टन्टल्ला पुरै घाममा चाहिँ काम लगाए साथीहरू। हे गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ म बिहानै उठेर जाँदैछु खानेपानीको ढलान कार्यक्रममा। अब ढलान चाहिँ के को भन्नु होला, फेरि यहाँ हाम्रो चाहिँ फिल्टर टङ्की बन्दैछ नि त, त्यसकै ढलान कार्यक्रममा। त्यहाँ पुग्दा त सबैजना आइ चाहिँ सक्नु भएको रहेछ, काम चाहिँ सुरु गर्नु भएको रहेछ। यत्तिकैमा त्यही काम गर्नेहरूले खाजा खाना भनी ल्याउनु भएको आँपको डल्ला दिनुभयो मलाई। मैले यसो हेरेको देख्दा त राम्रै थियो, खाँदा कस्तो छ भनेको खाँदा झन् एकदम मिठो रहेछ। मिठो पनि किन्न होस्, यो आँप पाक्ने बेला नै हो। त्यतिकैमा आँप खाएर भ्याउने बेलासम्म उनीहरूले काम पनि सुरु गरिसकेका थिए। यो चोटि काम गर्न पनि साह्रै नै गाह्रो थियो किनकि भुइँको ढलान सकिसकेको थियो, माथिपट्टिबाट मसला हालेर तलसम्म पुर्याउन पर्ने थियो। यतिकैमा खाना खाना भनी काम रोकिँदाखेरि म चाहिँ चढेँ माथि चाहिँ किन चढेँ भन्नु होला। अब यही काम कस्तो गर्छन्, के कसरी गर्छन्, भाइ मिटर राम्रोसँग चलाउँछन् चलाउँदैनन् भनेर निरीक्षण गर्न गएको म यति नगरे त कामै लागेन। सबै सरसर्ती चढेर हेरेर चाहिँ म चाहिँ लागेँ घरतिर। माथिको काम सकेर घर आएको त यहाँ मेवा काटेर फ्रिजमा हालेर राखेका रहेछन्। अब भाग्य मानिलाई जताबाट जाँदा नि खान मिल्छ भनेको जस्तै मलाई माथि पनि आँप खान मिल्यो, तल आउँदा नि चिसो मेवा खान मिल्यो। त्यसरी नै मैले ट्याक्क एउटा जिगेर खाइदिइहालेँ। आजलाई यति नै साथीहरू, बाई।